यो चाहिँ मेरो घरमा एउटा आँपको बिरुवा रहेको छ, सानो खालको कलमी आँप हो, जुन यो आम्रपाली भन्ने जात हो यसको। यो यसको हाइट भनेको धेरै छैन, 2.5 देखि 3 फिटको मात्रै छ। तर यसले यत्रो यत्रो फल दिएको छ। हेर्न सक्नुहुन्छ यहाँ यति ठुलो ठुलो फल फलिरहेको छ। यो चाहिँ वर्षमा 2 चोटि फुल्ने र फल पनि दिन सक्छ भनेर चाहिँ भनिन्छ। र यो मेरो घरमा चाहिँ यो पहिलो चोटि चाहिँ फलेको छ। आँप हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त, यस्तो मजाले फलेको छ। यो हेर्नुहोस्, ज्यादामा यसको हाइट भनेको 3 या 3.5 फिट होला। अघि मैले चाहिँ 2.5 कति भने, यसको हाइट चाहिँ 3 देखि 4 फिटसम्मको चाहिँ रहेको छ। हेर्न सक्नुहुन्छ। यति मजाले आम्रपाली भन्ने यो यसको जात रहेको छ। यति मजाले फलेको छ। लाग्छ एकदमै स्वादिलो जस्तो लागिरहेको छ। हेरौँ, यो फर्स्ट चोटि फलेको छ मेरो घरमा। अब कस्तो हुन्छ है त यो यसको फल। निकै मिठो र स्वादिलो होला जस्तो लागिरहेछ मलाई चाहिँ।